This is the story of three friends chasing more than just a view. यो सबको सुरुवात एउटा सिम्पल प्लानिङबाट भएको थियो टु क्लाइम नोवाकोट एन्ड सी व्हाट्स अप देयर। बिहान भएको छैन गाइज। मर्निङको सुरुवात हुन्छ बिरालोजीलाई ढोका खोलिदिँदै। यामा थोपडा हेर्न थोपडा। बिरालोलाई ढोका खोलिदिएपछि आफ्नो मर्निङ रुटिनतिर लागे जसमा आज प्लान्स ट्रेनिङ थियो। वर्कआउट गरेर भएपछि नोवाकोट चढ्ने भनेर सबै साथीहरू भेला भयो। लाज लाग्छ यार। हेर्न सक्नुहुनेछ जसमध्ये मेरो पहिलो साथीको नाम आशिष भण्डारी उर्फ क्रिकेट लभर र दोस्रो साथीको नाम सुभाष उर्फ टपर। र अब हामी सबैजना मिलेर आफ्नो गन्तव्यतिर लाग्यौँ जुन हो नोवाकोट। र थोरै माथि गएर कन्दमुल जस्तो कुरा भेटायौँ तर त्यो कन्दमुल हो कि होइन ग्यारेन्टी छैन। कहाँ कन्दमुल? कन्दमुल कहाँ? कन्दमुल हेर्न सक्नुहुनेछ गाइज। के हो त नि? रिकर्ड गरेर टिप्छु। छ नि रहेछ साथीभाइ दर्शकबिनहरू विपिन अब बुट्टामा चढ्दैछन्। हेर्नुहोस् अब टिपेर आइसकेका छन् साथीभाइहरू। खाली सरको मात्रै कति खाने हेर्नुहोस्। यो कन्दमुल खाँदा पनि कति मजा बेजोक रमाइलो हुन्छ तर यो कन्दमुल हो कि नै गाइजहरू अझै थाहा छैन। इमोसनल ड्यामेज। जुन पाए त्यही बिरुवालाई कन्दमुलको नाम दिएर फेरि आफ्नो गन्तव्यतिर लागियो। जम माथि गएपछि लिटल बिट अफ क्यालिस्थेनिक्स पनि गरियो। जहाँ थोरै बहुत रमाइलो पनि गरियो। हेर्न सक्नुहुन्छ गाइज हामी रमाइलो गर्दै अगाडि थाहा छैन कति जानु छ। लगभग 6 किलोमिटर हिँडेर आइसकेको छ। ओके अझै हामीलाई यो डाँडा कट्नुपर्छ त्यसपछि अर्को डाँडा आउँछ। अर्को डाँडा नि कटेपछि सायद तपाईँले मेट देख नि। र यस्तै कराउँदै आफ्नो गन्तव्यतिर लाग्यो। र नेचरको फुल मजा लिनलाई एम्बेरेसिङ हुने गाना पनि गाइयो। डाँटेको बुझ्न नसकिने कोही के हो दुई दिन रितको संसार यो एक त हिजो म खेर गइगो आज नि यो बेला भइसक्यो। र आफ्नो गन्तव्यमा पुगेपछि पेट पूजा गर्न चौमिन अर्डर गरियो। चौमिन आउँदैछ। चाउमिन ट्रली फेरि बजेट रान गर्ने यहाँ पैसा दिएर त कम भयो है। पैसा कम भयो नि त्यो। मैले 85 रुपैयाँ मात्रै भनेको 100 1000 भन्नु पर्दो रहेछ हैन। 100 सम्म भन्नु पर्यो 100 सम्म भनेको 150 सम्म आउँछ। के भन्न हात त चाउमिन आउँछ। हात चाउमिनमा खान्छ। म सोच्दैन कि तारा आउँछ।
8 किलोमिटर कम हो साथी रिग्रेट हुन्छ किन भइसक्यो मान्छे प्रोफेसनल मेन्यु 3 हो त्यो ड्रोन शट हान्नु रहेछ त्यहाँ त रोज गर्ने यहाँ माथिबाट खिचेको क्यामेरामा नि अन गर्यो भने के बोल्ने थाहै हुन्न जस्तो यार फर्स्ट टाइम चलाएर सुसमा खाली लाग्ने दबाई जस्तो लाग्छ खाली गएपछि बहुत मजा आउँछ बदामको जुस खाछौ दुध र बदाम हुन्छ कि मजा आउँछ हामीदेखि यहाँ रहेछ बदामको जुस खाने मान्छे ठिकै छ है वेल आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ एन्ड बाई बाई पिरो खटाउन नसक्ने व्यक्ति हामीले पहिले भ्याइसक्यौँ नअझै खाँदैछन्